नमस्कार। संस्थाहरूलाई आफ्नो टिमभित्रै कुराकानी गर्दा लाग्ने खर्च कसरी कम गर्ने होइन अनि कसरी सजिलो बनाउने भन्ने सधैँ एउटा चासोको विषय हुन्छ। आज हामी नेपालमा पाइने क्लोज्ड युजर ग्रुप मतलब सीयूजी सेवाहरूबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हामीले विभिन्न सेवा प्रदायकको जानकारी हेरेका छौँ। हाम्रो उद्देश्य चाहिँ के हो भने यो सेवा के हो, कसरी काम गर्छ अनि संस्थाहरूले आफूलाई चाहिने सेवा ठ्याक्कै कसरी छान्ने भन्ने कुरा प्रष्ट पार्नु हो। ल सुरु गरौँ है त। यो सीयूजी सेवा भनेको चाहिँ खासमा के हो त? अलि सजिलो गरी भन्नुपर्दा सीयूजी क्लोज युजर ग्रुप भन्छ यसलाई। यो भनेको चाहिँ एउटा यस्तो बन्दोबस्त हो जहाँ एउटा निश्चित समूह मानौँ न, एउटै अफिसका मान्छेहरू वा कुनै संस्थाका सदस्यहरू आपसमा फोन गर्दा वा एसएमएस गर्दा कि त एकदमै कम पैसा लाग्छ कि त लाग्दैन। एउटा सानो मतलब प्राइभेट नेटवर्क जस्तै भयो कि यो। यसले गर्दा समूहभित्र कुरा गर्न एकदमै सस्तो र सजिलो हुन्छ। प्राइभेट नेटवर्क जस्तै? अनि नेपालमा चाहिँ मुख्यतया कसले दिन्छन् यो सेवा? नेपाल टेलिकम र एनसेल नै हुन् क्यारे है? हो, मुख्य रूपमा यिनै दुई हुन्, नेपाल टेलिकम एनटिसी र एनसेल। ल त्यसो भए पहिला नेपाल टेलिकमबाटै सुरु गरौँ न त। उहाँहरूको के कस्तो छ त विकल्पहरू? नेपाल टेलिकमले चाहिँ विभिन्न खालको आवश्यकता र बजेटलाई हेरेर प्रिपेडमा पनि पोस्टपेडमा पनि सीयूजी प्याकेजहरू दिनुभएको छ। यसलाई मोटामोटी 3 तहमा हेर्न सकिन्छ। जस्तो अलि कम बजेट हुनेको लागि प्रिपेडमा छ सीयूजी 200 प्याक। यो महिनाको लगभग रु 196 जति पर्छ होला। यसमा चाहिँ समूहभित्र जति पनि कल गर्न पाइयो, अनलिमिटेड। अनि थोरै मिनेट एनटिसी भित्रै अरूलाई र अरू नेटवर्कमा कल गर्न पनि पाइन्छ। अनि 1 GB डाटा र केही एसएमएस पनि हुन्छ। 196 रुपियाँमा अनलिमिटेड सीयूजी कल। यो त सानो टिम वा कम बजेट हुनेलाई त एकदमै राम्रो भयो नि। हो, एकदमै। अनि अलि बीचको मध्यम तहको लागि सीयूजी 500 प्याक छ। यो चाहिँ प्रिपेड पोस्टपेड दुवैमा छ। करिब रु 489 जति पर्छ महिनाको। यसमा सीयूजी कल त अनलिमिटेड छँदैछ, तर बाहिर मतलब सबै नेटवर्कमा कल गर्न पनि राम्रै मिनेट दिएको छ, 700 मिनेट जति। अनि डाटा पनि 6 GB र एसएमएस पनि 300 वटा सबै नेटवर्कमा। 700 मिनेट बाहिर कल गर्न मिल्ने र 6 GB डाटा, यो त धेरै नै राम्रो सुविधा भयो। अनि अझै माथिल्लो तहको नि पोस्टपेडको लागि भन्नुभएको थियो? पोस्टपेड प्रयोगकर्ताहरूको लागि चाहिँ अझै धेरै सुविधा भएको प्याकहरू छन्। जस्तो सीयूजी 1000 प्याक। यो करिब रु 980 पर्छ महिनाको। यसमा सीयूजी कल अनलिमिटेड अनि गजबको कुरा के छ भने बाहिर सबै नेटवर्कमा पनि अनलिमिटेड कल गर्न पाइयो। हो र? सबै नेटवर्कमा अनलिमिटेड? हो, सबै नेटवर्कमा। अनि डाटा पनि प्रशस्तै छ, 65 GB सम्म। एसएमएस पनि 500 वटा। अझै योभन्दा बढी चाहिनेलाई सीयूजी 1500 भन्ने पनि छ। त्यसमा झन् धेरै सुविधा हुन्छ। ओहो, 65 GB डाटा। त्यो त सामान्य इन्टरनेट प्याक जस्तै भयो त। पोस्टपेड प्रयोगकर्ताहरूलाई त यो एकदमै फाइदाजनक देखियो। अनि टेलिकमले अरू कुनै खास समूहलाई पनि यस्तो छुट दिएको छ कि? छ नि। एउटा चाखलाग्दो कुरा के छ भने उहाँहरूले शैक्षिक संस्थाहरूको लागि भनेर पाठशाला सीयूजी सेवा पनि ल्याउनु भएको छ। यसमा चाहिँ शिक्षक, विद्यार्थी, अभिभावक अनि स्कुलको व्यवस्थापन समिति सदस्यहरूलाई विशेष छुटमा समूहभित्र कुरा गर्ने सुविधा छ। यसले स्कुलहरूमा सञ्चार गर्न सजिलो बनाउँछ। पाठशाला सीयूजी, यो त साँच्चै राम्रो पहल रहेछ। ल, नेपाल टेलिकमको त सानादेखि ठूला अनि शैक्षिक संस्थासम्म सबैलाई मिल्ने खालको विकल्पहरू रहेछन्। अब एनसेलतिर लागौँ न। एनसेलको चाहिँ कस्तो छ? अलि फरक छ कि? एनसेलको सीयूजी सेवाको नाम बिज सधैँ अन भन्ने छ। यो चाहिँ अलि बढी व्यावसायिक संस्थाहरूलाई मतलब कम्पनीहरूलाई लक्षित गरे जस्तो देखिन्छ। प्राय मासिक योजनामै आधारित हुन्छ यो। यसमा पनि समूह सदस्यहरूबीच अनलिमिटेड कल त भइ नै हाल्यो, तर यसको बिज प्लस भन्ने योजनाहरूमा चाहिँ केही थप विशेषताहरू छन्। बिज प्लस के छन् त त्यसमा थप कुराहरू? जस्तै एउटा राम्रो कुरा के छ भने बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म मतलब अफिस टाइममा चाहिँ समूहभित्र कल गर्दा र एसएमएस गर्दा पैसा लाग्दैन, निशुल्क हुन्छ। साँच्चै? बिहान 6 देखि साँझ 6 सम्म फ्री? हो। अनि अर्को भनेको 2वटा एफएनएफ नम्बर मतलब फ्रेन्ड्स एन्ड फ्यामिली नम्बर। आफूले छानेको 2टा नम्बरमा पनि अनलिमिटेड कल गर्न पाइन्छ। ओहो, यो त दिनभरि एक आपसमा धेरै कुरा गर्नुपर्ने फिल्डमा खटिने टिमहरूको लागि त एकदमै उपयोगी हुने भयो नि। अरू पनि केही छ कि अतिरिक्त फाइदा? छन्।
एनसेलले यसमा केही डिजिटल सेवाहरू पनि जोडेको छ, जस्तो लायन्सगेट प्ले भन्ने फिल्महरू हेर्ने एपको पहुँच, अनि मोबाइल सिक्युरिटी सेवा, अनि अर्को अलि फरक खालको निशुल्क अनलाइन डाक्टर परामर्श जस्ता फाइदाहरू पनि छन्। निशुल्क अनलाइन डाक्टर परामर्श सीयूजी प्याकेजमा? यो त अलि अनौठो लाग्यो नि। हो, अलि फरक छ, तर यसले के देखाउँछ भने एनसेलले सीयूजीलाई खालि कल र एसएमएसमा मात्र सीमित नराखेर एउटा सानो बिजनेस सपोर्ट प्याकेज जस्तो बनाउन खोजेको देखिन्छ। कसैलाई यो डाक्टर परामर्श काम लाग्ला, कसैलाई नलाग्ला, त्यो आफ्नो ठाउँमा छ। त्यो त हो। ल, त्यसो भए मोटामोटी हेर्दा एनटिसीसँग चाहिँ धेरै मूल्य तहका प्याकेजहरू भए, प्रिपेड पोस्टपेड दुवैमा विकल्प भयो, अनि मुख्य फोकस चाहिँ कल, डाटा, एसएमएसको मात्रामा देखियो। उता एनसेल चाहिँ अलि बढी व्यावसायिक जस्तो, अनि कल सुविधा बाहेक त्यो व्यावसायिक घण्टाको अफर र अतिरिक्त डिजिटल सेवाहरू, सुरक्षा, स्वास्थ्य परामर्श जस्ता कुराहरूमा जोड दिएको देखियो। हो, एकदमै राम्रो सारांश हो त्यो। अब छान्दाखेरि चाहिँ संस्थाको आफ्नो आकार कत्रो छ, बजेट कति छ, सदस्यहरूले आपसमा कति कुरा गर्छन्, डाटा कति चाहिन्छ, हैन? अनि एनसेलले दिएका अतिरिक्त डिजिटल सेवाहरू चाहिँ कतिको महत्त्वपूर्ण छन् त? हो, यी कुराहरू विचार गर्नुपर्छ। दुवैका आआफ्नै राम्रा पक्ष छन्। आजको यो कुराकानीबाट के प्रष्ट भयो भने सीयूजी सेवाले संस्थाहरूको लागि त्यो आन्तरिक सञ्चार खर्च घटाउन र टिम बीचको सहकार्यलाई सजिलो बनाउन एकदमै ठूलो मद्दत गर्छ। निश्चय पनि। तर यो खालि खर्च घटाउने कुरा मात्रै पनि होइन है। एकछिन सोचौँ न, जब टिमका सदस्यहरूले पैसाको चिन्ता नगरी सजिलैसँग एकअर्कासँग कुरा गर्न सक्छन्, त्यसले उनीहरूको आपसी समझदारी, टिमवर्क अनि अन्ततः कामको समग्र नतिजामा कस्तो सकारात्मक र गहिरो प्रभाव पार्न सक्ला, यो पाटोबारे सोच्नु पनि उत्तिकै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई। ल, नेपालमा उपलब्ध सीयूजी सेवाहरू बारेको यो छलफल निकै जानकारीमूलक रह्यो। हो नि। आजको यो समय र विश्लेषणको लागि तपाईलाई धेरै धेरै धन्यवाद।